लसो टस्टिलेक अनि नमस्ते सबैजनालाई। अनि 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। साथै सबैजनाको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। र आज म तपाईहरुलाई हाम्रो देशको 6वटा प्रदेशको चाहिँ मुख्यमन्त्री कार्यालयतर्फ जाने बाटोहरू देखाउन गइरहेको छु। हुन त तपाईहरु पनि आइसक्नु भएको होला, कोही मित्रहरू, तर सबै साथीभाइहरू चाहिँ नआउनु भएको पनि होला, कोही गाउँतिर बसिरहनु भएको होला। उहाँहरूलाई अवगत गराउनको लागि चाहिँ मैले यो सानो एउटा भिडियो क्लिप्स खिचेर राखेको छु। हेरेर साथ दिनु होला। तपाईले पनि हेर्नु होला हाम्रो मुख्यमन्त्री कार्यालय, हाम्रो देशको मुख्यमन्त्री कार्यालयहरू। धन्यवाद। दर्शकहरू, यो चाहिँ हामी अब मुख्यमन्त्री कार्यालयको चाहिँ मुख्य के भन्छ मेन सडकमा आइपुग्यो। यो बाटो हुँदै हामी चाहिँ जानुपर्छ। यो चाहिँ सबै नेपालको चाहिँ भिआइपी आवास क्षेत्र रहेछ। तपाईँहरूले म देखाउन चाहन्छु। यो सबै कम्पाउन्डको चाहिँ भिआइपी आवास क्षेत्र रहेको जानकारी गराउन चाहन्छु। बागमती मुख्यमन्त्री हुन्छ। अब चाहिँ हामी यो मुख्यमन्त्री कार्यालयभित्र 6वटै प्रदेश भित्र रहेको छ। अब हामी प्रवेश गरिसक्यौँ गेटबाट भित्र। बागमती प्रदेश हामी चाहिँ बागमती प्रदेश मुख्यमन्त्री कार्यालय यस्तो छ। यो चाहिँ सबै प्रदेशको मुख्यमन्त्री कार्यालय यस्तो रहेको छ। यो चाहिँ कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय। अनि यतापट्टि रहेको छ यो चाहिँ लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको रहेको छ भने। अनि यतापट्टि चाहिँ अनि यो चाहिँ यता अलि अगाडि आएर अनि अलिकति अगाडि आएर चाहिँ यो
चाहिँ गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय रहेको छ। अनि यहाँबाट अगाडि बढेर अनि त्यस पछाडिबाट यो भाग चाहिँ हाम्रो बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय। हेर्नु सब चाहिँ हामी मुख्यमन्त्रीसँग भेटघाट गरियो र अनि बाहिर निस्किनु ठाउँमा यो चाहिँ बाहिरको दृश्य रहेको छ। हेर्नु होला धन्यवाद। हामी मुख्यमन्त्री कार्यालय आउँदाखेरि चाहिँ यो गेट हुने आउनुपर्छ। अनि यहाँबाट उता बाहिर